हिउँ हिजो बेलुकाभरि परेको, रातभरि पानी हिउँ परेको। यतिखेर हामी राम्रोसँग रेस्ट नगरी अलि बिस्तारै हिँड्या भए हामी मार्दी क्याम्पकै उसमा नि पुग्थ्यौँ। तर हामी अप्पर भ्यू पोइन्टसम्म पुगेर फर्किन्छौँ। त्यही हो अप्पर भ्यू पोइन्ट हुँदैछ। He is none other than Pujan Karki. कस्तो लागिरहेछ दाइ? बहुत मजा आइरहेछ यार। लास्ट टाइम अपर्च्युनिटी थियो, फेरि आइएन। यो ध्यान पनि थप्यौँ। सानो बस गुड जाम। ल हिउँ जताततै हिमाल वरिपरि भिर तलको ल यतापट्टिको भिर हामी यो बाटो हिँडिरहेछौँ। पर्पल लालीगुराँस हिजो पोलिनेसन स्टिकमा सँगै खानाले हामी झन्डै घायल भएको अवस्था। व्रतमा हिँडेको कोक्याउनी लालीगुराँस खाएको। यता हेर्नु यहाँ भिर। ल हेर्नु कहाँ हो कहाँ। यो मार्दी भन्दा पछाडि माछापुच्छ्रे र घाम यहाँबाट उदाउँछ। हामी त्यो पोइन्टमा जान्छौँ। घाम उदाउने चाहिँ मार्दी नेरीबाट उदाउँछ, माछापुच्छ्रे ठ्याक्कै